नमस्कार छ सबैजनालाई म विनय पिया आज फेरि पनि एसपिआई इन्जिनियरिङ युट्युब च्यानल आएको छु। आज हामी तपाईँको डिप्रेसन इक्वेसनको बारेमा हामी न्युमेरिकल मेथडमा हामी पढ्नेछौँ। डिप्रेसन इक्वेसन भनेको के हो पहिला यो कुरा हामीले बुझ्नुपर्ने हुन्छ। डिफ्रेन्सियल इक्वेसन भन्नाले जस्तो कि हामीले देख्नुहुन्छ डिवाई बाई डिएक्स जुन वाइ ड्यास हुन्छ, यस्ता इक्वेसनहरू जुन आउँछ त्यस्तालाई हामीले डिफ्रेन्सियल इक्वेसन भन्छ। डिफ्रेन्सियल इक्वेसनको पनि धेरै क्याटेगोरिज हुन्छ, त्यसलाई हामीले यसरी डिफाइन गर्न सकिन्छ। जस्तो कि तपाईँले कहिलेकाहीँ क्वेसनमा तपाईँले देख्नुहुन्छ जस्तै कि माने डिवाई बाई डिएक्स प्लस 2y इज इक्वल टु 0 यस्तो आएको खण्डमा चाहिँ यसलाई हामी के भन्छौँ भने यो हाम्रो के हुन्छ भने तपाईँको फर्स्ट अर्डर हुन्छ, फर्स्ट अर्डर डिफ्रेन्सियल इक्वेसन हुन्छ प्लस के हुन्छ भने 1 डिग्री हुन्छ, किनकि यसभित्र 1 हुन्छ। यसै गरी तपाईँको कहिलेकाहीँ तपाईँ देख्नुहुन्छ डी स्क्वायर वाइ बाई डिएक्स स्क्वायर प्लस 5 डिवाई इक्वल टु 0 यस्तो इक्वेसन आएको छ भने यसलाई हामी के भन्छौँ भने यो डी स्क्वायर वाइ भने सेकेन्ड अर्डर हुन्छ, सेकेन्ड अर्डर डिफ्रेन्सियल इक्वेसन हुन्छ प्लस 1 डिग्री हुन्छ। 1 डिग्री भन्नाले के हुन्छ भने यसको भित्र 1 हुन्छ, के नभए पनि 1 मान्छौँ हामी, यसरी फर्स्ट डिग्री हुन्छ। यसै गरी कहिलेकाहीँ तपाईँ देख्नुहुन्छ डी स्क्वायर वाइ डिएक्स स्क्वायरको होल स्क्वायर प्लस 5 डिवाई बाई डिएक्सको होल क्युब प्लस 7x इज इक्वल टु 0 हुन्छ। यस्तो केसमा के हुन्छ भने अब यो चाहिँ डी स्क्वायर बाई डिएक्स स्क्वायर भए पनि यो सेकेन्ड अर्डर भयो, तर यसमा चाहिँ के छ भने यसमा 1 थिएछ, यसमा 2 आएको छ भनेपछि अब यो के हुन्छ भने सेकेन्ड डिग्री हुन्छ। पछाडि हाम्रो 3 छ भने 3 सँग मतलब छैन, डिवाई डिएक्ससँग मतलब हुन्छ, हाम्रो अगाडिसँग मतलब हुन्छ। अगाडिमा डी स्क्वायर वाइ बाई डिएक्स स्क्वायर पनि सेकेन्ड अर्डर भयो, अनि यहाँ 2 छ भनेपछि यहाँ फर्स्ट सेकेन्ड डिग्री हुन्छ। यसै गरी कहिलेकाहीँ तपाईँ देख्नुहुन्छ क्वेसनमा डी स्क्वायर वाइ बाई डिएक्स स्क्वायरको होल क्युब प्लस 5 डिवाई यस्तो टाइपको इक्वेसन आएको छ भने हामीले अगाडि गएर हेर्छौँ, अगाडि डी स्क्वायर बाई डिएक्स स्क्वायर छ भने यो चाहिँ हाम्रो सेकेन्ड अर्डर हुन्छ, सेकेन्ड अर्डर डिफ्रेन्सियल इक्वेसन हुन्छ प्लस यहाँ 3 छ भने अब के हुन्छ थर्ड डिग्री हुन्छ हैन। अब हाम्रो तपाईँको डिफ्रेन्सियल इक्वेसन पनि हाम्रो तपाईँको 5 किसिमका हुन्छन् डिफ्रेन्सियल इक्वेसनहरू, जुन यस प्रकार छन्। यसलाई जुन हामीले चाहिँ डिफाइन गर्न सकिन्छ सोल्युसन मेथड फर फर्स्ट अर्डर डिफ्रेन्सियल इक्वेसन, डिफ्रेन्सियल इक्वेसन हाम्रो 5वटा मेथडहरू छन्। जुन चाहिँ पहिला चाहिँ हुन्छ हाम्रो पिकार्ड्स मेथड भन्छ, त्यसलाई हामीले कहिलेकाहीँ यसलाई हामीले इटरेसन मेथड पनि भन्छौँ। सेकेन्ड हुन्छ हाम्रो टेरर सिरिज मेथड भन्छ। थर्ड हुन्छ हाम्रो एरर्स मेथड हुन्छ। चौथो हुन्छ हाम्रो मोडिफाइड एरर्स मेथड हुन्छ, यसलाई हामीले आर्के2 रङकुत्ता आर्के2 मेथड पनि भनिन्छ। पाँचौँमा हुन्छ हाम्रो आर्के4 मेथड हुन्छ। आर्के4 फर भन्नाले यसलाई फुल फर्म लाने भने यसको फुल फर्म के हुन्छ रङकुत्ता फोर्थ आर्के4 फोर्थ अर्डर मेथड हुन्छ। अब हामीले यो सिरियल बाई सबै हामीले यो बुझ्दै जान्छौँ, सिरियल बाई यसको न्युमेरिकल पनि गर्दै जान्छौँ। फर्स्टमा हामी पिकार्ड्स मेथड अथवा इटरेसन मेथडको बारेमा हामी यसलाई हामी अध्ययन गर्छौँ। पिकार्ड्स मेथड अथवा इटरेसन मेथडमा चाहिँ के हुन्छ भने यसको फर्मुला के हुन्छ भने y1 इज इक्वल टु y0 हुन्छ
प्लस एस एस नट हुन्छ एफ हुन्छ फंक्सनल अनि एस वाई नट डिएक्स हुन्छ यो हाम्रो फर्स्ट एप्रोक्सिमेसन फर्स्ट स्टेप प्रोसिजर गर्दाखेरि यो स्टेप हुन्छ त्यसैगरी अब हामीले y2 निकाल्दाखेरि के हुन्छ भने यो y1 y नट को y नटै हुन्छ प्लस एस एस नटै हुन्छ तर यहाँ आएपछि यो x को x हुन्छ भने y2 छ भने यहाँ y1 हुन्छ यो dx हुन्छ यो चाहिँ हाम्रो सेकेन्ड एप्रोक्सिमेसन हो सेकेन्ड स्टेपमा हामीले अगाडि बढ्यो भने यो यसरी यो फर्मुला यसरी बन्छ यो पिकार्ड मेथड इटरेसन मेथड भन्छ यसैगरी y3 निकाल्ने हो भने अब के हुन्छ भने y नट को यो y नटै हुन्छ प्लस यो s इन्टिग्रेसन s नटै हुन्छ f फंक्सनल s नै हुन्छ तर यहाँ के हुन्छ भने y3 छ भने यहाँ y2 हुन्छ अनि ds हुन्छ यो चाहिँ हाम्रो के हुन्छ थर्ड एप्रोक्सिमेसन हुन्छ थर्ड एप्रोक्सिमेसन थर्ड स्टेप हामी जाँदाखेरि चाहिँ यसको फर्मुला चाहिँ यो हुन्छ अनि यो फर्मुला हामीले चाहिँ याद गर्नुपर्ने हुन्छ यो फर्मुलाबाट हामीले पिकार्ड मेथड अथवा इटरेसन मेथडबाट हामीले कुनै पनि दिएको यो इक्वेसनहरुलाई हामी सल्भ गर्न सकिन्छ यसैगरी हामी एउटा क्वेशन हामीले पिकार्ड मेथड एप्रोक्सिमेसनको हामीले क्वेशन को सल्युसन तिर जागौं क्वेशनले के भन्छ भने dy by dx is equal to 1 plus xy डिफरेंशियल इक्वेसन दिएको छ जसमा चाहिँ x नट को भ्यालु 0 छ y नट को भ्यालु पनि 0 छ यसलाई के हो भने अप टु थर्ड एप्रोक्सिमेसनको तीनटा स्टेपमा अगाडि बढाएर यो भ्यालु निकाल भनेछ अब यहाँ चाहिँ गिवन हाम्रो चाहिँ dy by dx 1 plus xy छ f xy हुन्छ dy dx भनेको नि fxy हुन्छ यसको हाम्रो इक्वेसन 1 plus xy हुन्छ अब हाम्रो बाइ पिकार्ड मेथडमा हाम्रो के छ भने फर्मुला y is equal to y नट प्लस s s नट f sy ds हुन्छ यो अघि हामीले बताएको छौं भनेपछि अब हामीले फर्स्ट एप्रोक्सिमेसनमा जाँदाखेरि अब के हुन्छ भने यहाँ y1 अघि हामी भने जस्तै y1 is equal to y नट प्लस s s नट f s y नट ds हुन्छ हाम्रो s नट 0 छ y नट 0 छ भनेपछि y1 को मा हामी निकाल्नु छ भने y1 यो भइहाल्यो इज इक्वल टु s यहाँ हामी चाहिँ y नट छ y नट के हामी 0 यहाँ छ भनेपछि y नट को मा हामी 0 हाल्छौं अनि s भनेको s भइहाल्यो अनि इन्टिग्रेसन s नट को हामी के चाहिँ भ्यालु 0 छ भने 0 हाल्छौं फेरि f s y नट भनेको यो फंक्सनल f x y भनेको 1 + sy हो अनि यो भ्यालु हामीले 1 + xy नै हाल्छौं तर हामीले के भनिन्छ भने x भनेको x राखेछौं अनि y भनेको अब यो y नट हुन्छ यो y नट हुन्छ भनेपछि y नट को भ्यालु 0 भएकोले यहाँ 0 हुन्छ गर्दाखेरि अब के हुन्छ भने इन्टिग्रेसन गर्दाखेरि यो साइडमा यो र 1 र यस गर्दाखेरि यो इन्टिग्रेसन x हुन्छ इन्टिग्रेसन x 0 हुन्छ भने x आउँछ अनि यो 0 भएकोले यो 0 भइहाल्यो हैन x आउँछ यसैगरी अब सेकेन्ड एप्रोक्सिमेसन जाँदाखेरि सेकेन्ड एप्रोक्सिमेसन हाम्रो s नट 0 थाहा छ y नट 0 छ y1 हामी भर्खर निकालेछौं x छ भनेपछि अघि हामीले भने चाहिँ सेकेन्ड स्टेपको फर्मुला के छ भने y2 y नट प्लस s s नट f s y1 ds हुन्छ y नट हामीलाई 0 छ 0 लेख्छौं अनि s भइहाल्यो s नट को 0 भएको 0 भयो इन्टिग्रेसन अनि fxy भनेको 1 + xy हुन्छ 1 + x यो भयो y1 यो हुन्छ dx भयो अब यहाँ के हुन्छ भने अब हामी इन्टिग्रेसन गर्दाखेरि के हुन्छ भने 1 त यो थोरै छ प्लस x भयो हो y को भ्यालु कति छ x छ भनेपछि x dx गर्दा s² हुन्छ अनि s को स्क्वायर गर्दा इन्टिग्रेसन गरे भने 1 को x भइहाल्यो s² को s³/3 भयो अनि यो चाहिँ हाम्रो y2 को भ्यालु आयो यसैगरी हामी थर्ड एप्रोक्सिमेसन जाँदाखेरि s नट 0 छ y नट 0 छ y2 हामी भर्खरै माथि निकालेछौं s + s³/3 भयो y3 को फर्मुला के हुन्छ भने y नट प्लस s s नट f s sy2 sy2 ds हुन्छ अनि 0 प्लस इन्टिग्रेसन s0 भयो 1 + sy2 जुन हाम्रो यो रिलेसन फर्मुलाहरु छ यो 1 + sy2 ds भइहाल्यो
अब के हुन्छ भने x 0 हामी छँदैछ यहाँ आएपछि 1 भइहाल्यो x भनेको छँदैछ y2 को भ्यालु हामीले यहाँ निकालेछौँ x पर sq/3 हुन्छ यो भ्यालु पुट गर्छु s पर sq3 हुन्छ यसले हामीले मल्टिप्लिकेसन गर्छु भनेपछि अब के हुन्छ भने 1 पर s² x s² भयो x ले sq/4 हुन्छ अनि dx छ अब हामी इन्टिग्रेसन गर्छौँ प्रत्येकमा dx 1 को dx भइहाल्यो s² को s² ds भयो s0 को s4 divided/3 ds इन्टिग्रेसन गर्छु इन्टिग्रेसन गर्दा यति आउँछ अनि यो भयो यो इन्टिग्रेसन भयो y3 को चाहिँ यो आउँछ यसरी हामीले पिकार्ड मेथड अथवा इटिरेसन मेथडबाट हामीले यो सल्युसन अरु पनि कुनै पनि न्युमेरिकल आयो भने यो स्टेपबाट हामीले अघिको फर्मुला सबै फर्मुलाहरु हामीले युज गरेर लगाउन सक्छौं धन्यवाद